आज यसो पापाको परिहरू देखे छैनन् गाइज हैन एडजस्ट गर्नु होला ए रहा नहीं जाता तड़प ही ऐसी है ना नहीं सोके पापाको परिहरू छैनन् त्यही भएर यसो मेरो ब्लग आयो त है साथीहरू क्या बोला तूने मेरो ब्लग स्टार्ट भयो है गाइज अब कता कतादेखि जाने माथि प्रकाश दाइ के छ सेवारो कैसा लगा मेरा मजाक अरु ओ सेदाइ कस्तो लाग्यो एक्साइटेड एकदम ठीक छ भाइ ठीक छ है पहाडको जंगलमा आइसकेको छौं हजुर त्यसपछि अरु अब अझै उकालो चढ्दै छौं बादमा अरु कुरा गरौँ गाइस त्यस्तो कमेडी भए पो मेरो ब्लग त अनेदार चल्छ हो बहुत तेज हो रहा है बहुत तेज हो रहा हैन हेलो गाइस वेलकम ब्याक माई एनदर ब्लगमा सबैलाई स्वागत छ मेरो न्यू ब्लगमा गाइस अहिले हामी यता माथि चढ्न लागेछौँ टक्क यहाँदेखि हेर्न सक्नुहुन्छ यो चाहिँ ठाउँको नाम होइन टक्क हजुरहरू यहाँदेखि हेर्न सक्नुहुन्छ यहाँदेखि अब माथि जान लागेछौँ के छ साथीहरू कता हो आयो छ मेरो ब्लग आयो त है साथीहरू क्या बोला तूने मेरो ब्लग स्टार्ट भयो है गाइस अब कता कतादेखि जाने माथि प्रकाश दाइ के छ सेवारो कैसा लगा मेरा मजाक अरु ओ सेदाइ कस्तो लाग्यो एक्साइटेड एकदम ठीक छ भाइ ठीक छ है मस्त छ पसिना त आएन नि तुरुरुरु पुरै आइरहेछ दुर्गा दाइ एकदम ठीक छ भाइ पानी प्यास लाग्छ पानी प्यास लाग्यो ल एकदम गुड छ ओके यता जान्छ ओहो बवाल देखेछ त एकदम ठ्याक्क के भन्छ मलाई जस्तो देख्नु भयो चलो भाई देखो अब मैं क्या करता हूँ छ त एकदम हो र हामी पनि यहाँ गइरहेछौँ गर्मी आइसकेछ अलरेडी ठ्याक्क हेर्न सक्नुहुन्छ गाइस अब यसो हिँड्नुपर्छ अब अलि म छिटो छिटो हिँड्छु त्यसपछि ठ्याक्क मेरो भिडियो बनाउनलाई ठ्याक्क हुन्छ होइन गाइस हजुरहरू हेर्न सक्नुहुन्छ हामी एकदमै पहाडको जंगलमा आइसकेको छौं हजुर त्यसपछि अरु अब अझै उकालो चढ्दै छौं बादमा अरु कुरा गरौँ गाइस त्यस्तो कमेडी भए पो मेरो ब्लग त अनेदार चल्छ हो बहुत तेज हो रहा है बहुत तेज हो रहा हैन हैन प्रकाश दाइ हामी नयाँ ठाउँमा गइरहेका छौं एक्साइटेड छौं हो नयाँ ठाउँको भ्यू हेर्नलाई कस्तो हुँदो रहेछ दाइ हैन पसिना हेर्न सक्छ ओहो पसिना त ओहो तुरु आयो है मेरो भर्खर भर्खर स्टार्ट भएछ है छैन आएको छैन अनि अब ब्लग चाहिँ एकदम खतरा आउनु भयो सबैले हेरेर साथ दिनु होला र सबैले भिडियोलाई लाइक शेयर सब्सक्राइब पनि गर्नु होला है आफ्नो साथीहरूलाई भर्खर भर्खर न्यू ब्लग खोलेछु हजुरहरू पनि हेरेर सबैले साथ दिनु होला ओके गाइस सबैले माया गरिदिनु होला हैन ठ्याक्क अब के भन्छ लक्ष्मण के छ यार भाइ यार दुई चार गाना जाओस् न हेत्तेरिका यता हेर न के रे हो त्यही त मैले यहाँ त्यही भएर रेकर्ड गर्न लागेको A few moments later. आएछ मेरो ब्लगमा त खतरा आएछ ओहो ओहो सबैले सपोर्ट गर्नु ऊ सबैले देखाएछु त हजुरलाई दाइले चाहिँ गीत गाएर दाइ नाच्नु पर्ने हो के दाइले गीत गाउनु पर्ने हो के
होइन गीत गाउने अहिले अलिकति स्वर पुग्दैन हो ल भाइ यो जुम गर न त्यहाँ माथि दाजुभाइ रस यार कहाँ ए यो त उही बाँदरको बच्चा पो रहेछ देखेको छैन आज छैन भाइ हुन्छ नि यस्तो यहाँ यत्रै हो यो बाँदरै हो र यहाँनिर अनि हाम्रोतिर त यत्रो यत्रो हुन्छ त छैन ल सबैले हेर्दै होला पसिना तैले आयो हाम्रो जौवन पसिना आयो हो आज यसो पापाको परिहरू देखे छैनन् गाइज होइन एडजस्ट गर्नु होला ए रहा नहीं जाता तड़प ही ऐसी है ना नहीं नहीं it's okay, it's okay. पापाको परिहरू छैनन् त्यही भएर यसो पापाको के भन्छ पापाको छोराहरू छन् त ओके गाइज सबैले हेर्नु हेलो गाइज अहिले लगभग फाइनली गाइज हामी माथि आइसक्यौँ पसिना चाहिँ तुरुरु गइरहेछ गाह्रो छ हजुरहरू पनि आउनुहोस् जान्नुहोस् टाक्क लाएर है यस्तो राम्रो पापाको परिहरू देख्नु भएन नरेन्द्र भाइ यस्तो राम्रो हो नेपालमा यस्तो चढ्ने ठाउँ पनि बनाएको छैन नि त होइन भाइ यस्तो मतलब बनाएछ अरू टाइपले को होइन हिँड्नुपर्छ दाइ हिँड्नुपर्छ भाइ एकदम होइन गाइजहरू को दुर्गा दाइ पनि हुन्छ यहाँ गाइस यता पापाको परिहरू यहाँ देख्नुहोस् टाक्क लाएर हेलो देख्दैन के भयो दाइ हो मैले भनेको थिएँ नि आउनु न हजुर आउँदैछन् मैले बोलाएपछि आउँदैछ है गाइस म चाहिँ हिँड्नु पऱ्यो के रे हेलो गुड मर्निङ सबैलाई दुर्गा दाइ कस्तो छ ओ दुर्गा दाइ कस्तो लाग्यो ठिक छ ओहो शेर दाइ थाक्नु भयो क्या हो गल्यो ए तेरी ऊ कस्तो अलर पलर बसेछ नानीले त के हो यस्तो के हो थाकेको अवस्था यहाँ है गाह्रो छ है हामी चढ्छ त यतिको त फाइनली गाइज हामी माथि आइसक्यौँ हजुरहरूले हेर्न सक्नुहुन्छ गाइज टाक्क यसरी छ माहौल होइन हजुरहरू पनि आउनु होला गाइज पसिना त आयो त कस्तो खतरा आयो के आयो आयो पसिना तुरुरुरु गाइज है यहाँ हेर्न सक्नुहुन्छ यस्तो माहौल ओहो खतरा छ होइन यहाँ ठ्याक्क ठाउँको नाम रहेछ यता हिँडेर आउनुपर्छ गाइज होइन गाडीहरू केही आउँदैन हिँडेर आउनुपर्छ टाक्क लाएर यस्तो खतरा माहौल छ होइन गाइस ओहो खतरा आएछ त यार बब्बल होइन साथीहरू बब्बल आएछ सबैले आउनु होला हेर्न हजुरहरू पनि
ओहो आइसक्यो त अब जाँगर आइसक्यो हेत्तेरी ओहो माथि चढिसकेपछि त मान्छेले त जाँगर आउँदो रहेछ त हेत्तेरी हो ल दुर्गा दाइ जिम हान्नु होइन जिम हान्नु होइन हेत्तेरी गाह्रो भयो प्याट गाइज हेर्नु होला है अब दाइले पुरा टाक्क जिम हान्नुहुन्छ है हामी पनि अब यता आइसक्यो यहाँ हजुरहरू हेर्न सक्नुहुन्छ यस्तो छ होइन खतरा गाइज टाक्क लाएर आउन सक्नुहुन्छ हजुरहरू पनि आउनु होला मिठो यत्रो हाम्रो साथीहरू आउनुभएछ टक्क हजुरहरू पनि आउन सक्नुहुन्छ ओहो बाबा सेदै ठिक छ एकदम मस्त होइन ठाउँ राम्रो छैन ठाउँ त एकदम बिन्दास हो चल्छ बतासुस्तरी मनै यता हाम्रो पनि गायकै हो त के लोकदरीको गायक हो यता स्वर दिउँ न यहाँ होइन स्वरै दिँदैन के हराएछ त यार कसले लिएर गयो त 10 केजीको यहाँ त थियो दाइ यहाँ कसले लिएर गयो अब हाम्रो भ्याइ हो पसिना चाहिँ यहाँदेखि सबै तलसम्म आयो यार हो यो उकालोले है ल अब हाम्रो नि यहाँको यात्रा अब आजको बिहानको मर्निङ वाक भ्याइसक्यो है टक्क लाएर अब हामी चाहिँ अब जान लागेको छौँ हजुरहरूलाई सबलाई ल गाइस अब मेरो लगभग मेरो ब्लग चाहिँ आजको हजुरहरूको माझमा यति है अब सबैले मेरो ब्लगलाई माया गरिदिनु होला है ल ओके गाइस बाई गरम बाई बाई सबैलाई है ओके बाई बाई